12 सिङ्गे आएर पनि छिर्न पाइएन गाँठे 11 बजे मात्र खुल्दो रहेछ मजा लाग्यो दैलोमा आएर फर्किनु पर्यो तपाईँलाई कस्तो लागिरहेछ कस्तो तनाव भयो एक किसिमको जुन एक्साइटमेन्ट थियो गयो धगा छरा के थियो मलाई बडो नमजा लाग्छ राजा यहाँ आएर पनि वहाँ यहाँ भनेर आयो यहाँ आएर नि फर्किन पर्यो हो अब 11 बजे आयो हुँदैछ बसमा पनि हामीहरू बिहान चाहिँ यहाँ आएर फर्केका थियौँ र यति बेला चाहिँ हामी लगभग 3 बजेको छ हामी फेरि यहाँ फर्केर आएका छौँ यो हो 12 सिङ्गे बियरको कम्पनी हो खासमा यो चाहिँ हाम्रो यति बेला हामी छौँ 12 सिङ्गेमा आई लभ 12 सिङ्गे यति बेला यहाँ बियर मस्त प्रशस्त मात्रामा बन्दैछ पक्कै पनि हाल्यो चाहिँ केही भवनहरू निर्माण हुँदैछ पार्किङ एरिया रहेको छ यतातिर पार्कको यो कम्पनी फ्याक्ट्री भइ नै हाल्यो कहिले भयो होला यो यहीँ पुरै सिङ्गे ल्याएर गाडेको कि यहीँ यत्रो भएको यो अलि थाहा पाउन सक्यो मिठो पार्क बनाइएको छ मस्त बस्नुको लागि र त्यहाँ चाहिँ केही रमणीय दृश्य छ फोटो खिच्नको लागि एउटा सानो ठुलो बोतल पनि राखिएको छ त्यहाँ चाहिँ अहिले हामी जाने नै छौँ अहिले पनि हामी 2-4 फोटो चाहिँ यहाँ खिच्छौँ र यसरी यहाँ आउने चाहना पनि पुरा भएको छ चस्मा लगाइहालौँ फेरि आँखा अलिकति फेरि झलाम्मै छ ठिक छ फोटो खिच्ने क्रम जारी छ हामी चाहिँ 2-4 र यसरी यहाँ यताको 12 सिङ्गेमा फोटो यता 12 सिङ्गेमा फोटो जाउँ सर हामी कल जाउँ एकपटक तल गइहालौँ र यहाँ चाहिँ जे दिनौँ जसो धेरै आन्तरिक पर्यटकदेखि लिएर बाहिरपट्टि पनि आउनु हुँदो रहेछ जुन किसिमले यहाँ भिडभाड देखिएको छ त्यो अनुसारले हेर्दाखेरि चाहिँ बियर गार्डन घुम्नका लागि र यो ठाउँ अनुसार पनि एकदमै रमणीय पनि छ होइन सर तपाईँ ठाउँ कस्तो लाग्यो कस्तो गजबको छ क्या एकदमै ग्रिनी प्लेस छ एकदमै त्यसलाई के भन्छ आँखालाई लोभ लाग्दो टाइपको र यहाँ त फोटो राम्रो नआउनु त कुरै भएन वेलकम टु याक बियर गार्डन हो कि बायर गार्डन हो आई डोन्ट नो इङ्ग्लिस थाहा छैन तर यहाँ चाहिँ वेलकम चाहिँ गरिएको छ गार्डन छ यहाँ चाहिँ यस किसिमको चाहिँ यहाँनिर सेटअप छ र मेन भनेको चाहिँ हाम्रो यो 12 सिङ्गेको भइ नै हाल्यो वाउ that's nice Look at the view.
कहाँ र जहाँसम्म लाग्छ आजको यात्रा हाम्रो यही नै सकिन्छ होला। अब आज एकछिन यहाँ बस्छौँ हामी अनि हामी फर्किन्छौँ। सो कस्तो लाग्यो त निजु तपाईँलाई? होइन यो सबभन्दा बियर फ्याक्ट्रीमा आएर फ्रेस बियर खान पाइने व्यवस्था रहेछ यहाँ। हजुर यहाँको सबभन्दा आकर्षण भनेको त्यो जुन बियर गार्डनको जुन रेस्टुरेन्ट छ नि त्यो मैले बढी अनुसार बुझेअनुसार चाहिँ त्यो सबैटाको सामानहरू इभन वुडहरू फर्निचरहरू र पर्दाहरू चाहिँ जर्मनबाट ल्याएको हो अरे। तर अथेन्टिक त्यसको त्यस्तो केही प्रभाव छैन। होइन अरूभन्दा कुल प्लेस छ एकचोटि आउनुलाई चाहिँ मजा आउँछ एकदमै। सो गाइज तपाईँहरू पनि आउन सक्नुहुन्छ। आजको यो यात्रा चाहिँ हाम्रो बाटोमा परेको भएर हामी यहाँ आउने चाहिँ प्रयास गरिरहेका थियौँ र हाम्रो प्रयास सफल हुनुभएको छ। एकदमै रमणीय ठाउँ देख्न सक्नुहुन्छ कति ह्यापनिङ प्लेस छ यो। Cheers! कति मजाको छ भन्ने कुरा मलाई मात्रै थाहा छ होइन। एकदम मजाको छ यस्तो गर्मीमा। मजा आयो ल, मजा आयो ल, मजा आयो। र हामी यहाँ बाह्रसँगबाट निस्किन्छौँ। अब हाम्रो रहनेछ पोखराको। गजब रह्यो गजब। सो अघि मैले आजको इन्डिङ यही नै भने तापनि फेरि पनि हामी यहाँ ऐना सहरमा आएका छौँ। अब भने हामी यहाँ यो लास्ट चाहिँ हाम्रो लास्ट गन्तव्य हुन्छ। अब चाहिँ हामी यहाँबाट ऐना सहर हेर्छौँ। यसको लागि चाहिँ हामीले टिकट काट्नुपर्ने हुन्छ। कति हो दिदी? 50 रुपियाँ है। हामीले त भयो जाने 4 जना देउदै आउनु न। 200 कति गर्छ? 4वटा भयो। बाबु एउटा लिए हुन्छ ल ठिक छ ल जाउँ ढकाल सर। अब ए होइन यहाँ देखा पो हो हिजो लान पाइन्न हामीले। अब यति काटेर ल्याउनु है म पुरै मिल्छ नाइस ल जाउँ। हेलो जाने फोटो खिचौँ होला। माथि जाउँ न एकचोटि पहिला अनि झर्दा खिच्ने कि अनि फोटो अनि फटाफट जाउँ। आउनु जिम सर आउनु। सो अब चाहिँ हामी यहाँबाट माथि चढ्दैछौँ। यो जुन किसिमको पहिला पहरा थियो यो चाहिँ एउटा रेस्टुरेन्ट रहेछ। पहिला चाहिँ हामी यहाँ पौडी खेल्ने गर्थ्यौँ। यहाँ पानी मस्तै हुने गर्थ्यो र यसरी चाहिँ विभिन्न यसरी चाहिँ अहिले यहाँ हिँड्ने बाटो बनाएर विभिन्न किसिमको फुलहरू गमलाहरू यहाँ राखिएको छ। विभिन्न आकृतिहरू कुदिएको छ यहाँनिर। माछबाट अहिले झर्ने खिच्दै के भन्छ साँच्चै भयो क्या? ल यहाँ आउने सपना थियो, यहाँ पनि आइयो। के भन्नु सर?
के ठिक छ यसरी चढ्दा 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 हामीहरू पुग्यौँ ठ्याक्क यहाँ माथि जहाँ विभिन्न आकृति कोरिएको छ। हेर्नुहोस् त्यहाँ चाहिँ हात्ती छ। मेरो चाहिँ म अब यो रेकर्डरमा चाहिँ ब्याट्री सकिन आँटेको छ। एकदमै छोटो छिटो गरेँ मैले। अब त्यहाँ चाहिँ हात्तीको गरिएको छ। यसरी यहाँ मानिसको घुइँचो छ यसरी तपाईँले देख्न सक्नुहुन्छ। ओके, नाउ आई हेभ ओन्ली 9 सेकेन्ड रिमेनिङ। थ्याङ्क यू सो मच गाइज। स्याहाँ भएको छ यति बेला। बाई बाई।